यो फुलको नाम स्ट्रल लिली। यो चाहिँ मैले पोहोरको साल चाहिँ फुलाउन सकिनँ। यो साल चाहिँ यसको कोपिला यति नै लागेको छ। अनि यसको चाहिँ हाँगाहरू हुँदैन। यो चाहिँ लसुनको केस्रा हुन्छ नि, भित्र त्यस्तै हुन्छ। त्यो केस्राबाट जतिवटा आउँछ त्यतिवटाबाट मात्रै सप्रिएपछि चाहिँ फुल फुल्छ। यो मध्येमा कतिवटामा कोपिला छैन। आई होप नेक्स्ट इयर हुन्छ होला है। यो नफुले तापनि यसको गमलामा रोप्दा चाहिँ यो चाहिँ इन प्लान्ट जस्तै नै राम्रै देखिरहेको हुन्छ। सो मलाई चाहिँ यो मनपर्छ। यो फुल फुलेपछि यसको एकदमै मिठो बास्ना आउँछ। यो फुलेको लगभग 1 हप्तासम्म रहन्छ। अनि फुललाई चाहिँ अब फुलिसकेपछि त्यो फ्याँकिसक्दाखेरि पनि यो चाहिँ त्यो बोट चाहिँ इन प्लान्ट जस्तै राम्रो देखिने हुनाले मलाई चाहिँ गमलामा रोपेर घरमा राख्दा नि राम्रै लाग्छ। मैले चाहिँ यो रातमा बनाएको भिडियो हो। सो अलिकति अँध्यारो आइरहेछ। यो चाहिँ कोपिला हो। कोपिलामा पनि एकदम राम्रो देखिन्छ। यो वर्ष चाहिँ मेरो स्टार लिली फुल ओन्ली 1 4वटै मात्र फुल्यो। आई होप नेक्स्ट इयर राम्रो फुल्छ। यस्तो भइसकेको छ। म त यसलाई के यसको केही हुँदैन होला, फुलिसक्यो। अब म यसलाई हटाउँदैछु। तर म यसपालि यतिकै छोड्नु पर्यो। अनि प्रत्येक वर्ष चाहिँ म यसलाई चुट्थेँ। यो चाहिँ छोडिदिनु पर्यो। कस्तो हुँदो रहेछ अनि के हुन्छ होला र। मैले चाहिँ अब यहाँ थन्काएँ। अब यिनीहरू चाहिँ अब यो साल फुल्दैन साथीहरू। यो चाहिँ नेक्स्ट इयर मात्रै फुल्छ होइन। टुट्टे 1 2 3 4 फुल्दैन। अब यसलाई अर्को ठाउँ सार्नुपर्छ होला हौ। यसरी थन्काएँ साथीहरू। अब यो पानीमा अब यो भएर कतै यस्तोबाट आयो भने आयो, नभए यो वर्ष यति नै हो। साथीहरू भिडियो हेरिँदै गर्नु होला। धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।